नमस्कार दर्शकबिन, म पदम केसीको तर्फबाट फेरि पनि र आज फेरि पनि हजुरको माझमा मैले एउटा यति मिठो प्रतिभा लिएर आएको छु र यहाँले भन्नुभएको थियो कि बाबु मेरो एउटा प्रतिभा छ, म त्यो प्रतिभालाई भोजराज थापासम्म पुर्याउन चाहन्छु भनेर भन्नुभएको थियो। त्यही भएर यहाँको म भिडियो खिच्न आएको छु। यहाँ कस्तो लाग्छ के लाग्छ तपाईलाई भोजराज थापासम्म तपाईले पुर्याइदिन पर्नेछ। यो गीतलाई यो शेयर गरिदिनु होला, कमेन्ट गरिदिनु, लाइक गरिदिनु होला। फेरि पनि यहाँको गीत एउटा हामीले सुन्ने छौं। तपाईले के भन्न चाहनुहुन्छ भोजराज थापालाई? मैले उहाँको सबैलाई सहयोग गरेको मैले हजुर नमस्कार, भोजराज सरलाई नमस्कार, मोरी मोरी धन्यवाद। अनि मैले उहाँको सबै हेर्ने बेला सबैलाई सहयोग गरे देख्ने बेला म धेरै धेरै खुसी छु। अनि केही नभएकोलाई कति हेर्नु भएको छ, कति सहयोग गर्नु भएको छ, म धेरै धेरै खुसी भएको छु। उहाँलाई धेरै मोरी मोरी धन्यवाद छ। अहिले हाम्रो भोजराज थापाको सरको अहिले हाम्रो भिडियोहरू मिलियन गरिसकेको छ। सबभन्दा ठुलो अहिले भोजराज सर अहिले मानिनु भएको छ र त्यसै कारण भोजराज सरको लागि एउटा मिठो गीत हजुरले गाइदिनु पर्यो। ल एउटा मैले गीत हजुरको लागि भए पनि मैले अनि सबैलाई नमस्कार छ मेरो। एउटा मैले गीत गाउँछु अनि राम्रो रहेछ भने राम्रै भनिदिनु होला, जाद्रो भए जाद्रै भनिदिनु होला। ल त हस् त हजुरले एउटा गीत गाइदिनुहोस्। कस्तो लाग्छ के लाग्छ हजुर सबैजनाले भोजराज सर हाम्रो जति पनि पत्रकार हुनुहुन्छ सबले कमेन्ट गर्नु होला है। घर त मेरो यहाँ हैन रेले, यहाँ हैन रेले, रुने मनलाई बुझाउने हो केले, सिमले करे बन, हे सिमल करे बन, सिमल बुआ झै उड्छ मेरो मन। सिमले करे बन, सिमल बुआ झै उड्छ मेरो मन। चरी भए जानी थे उरेर, जानी थे उरेर बस्न पर्यो, बस्न पर्यो कलेजी थुरेर।